हामी भन्दा पछिल्ला पुस्ताहरूले पढ्नै पर्छ। हामी भन्दा पछिल्ला पुस्ताहरूले चाहे हामी अभिभावकले खाउँ या नखाउँ, चाहे हामी अभिभावकहरूले दुःख गरेर किन नहोस्, हाम्रा छोराछोरीलाई हामीले पढाउनै पर्छ। यसमा राज्यले गम्भीरतापूर्वक यो क्षेत्रलाई अत्यन्तै संवेदनशील बनेर राज्यले नीतिगत रूपमा यसलाई सम्बोधन गरेर अगाडि बढ्न पर्छ। खाली दिन कटाउनका निम्ति या चाहिँ महिना बिताएर तलब थाप्नका निम्ति मात्रै, या चाहिँ तलब दिनका निम्ति, या चाहिँ बजेट छुट्याउनका निम्ति मात्रै शिक्षा क्षेत्रहरू घोषित हुन हुँदैन। शिक्षाका आधार स्तम्भहरू खडा हुन हुँदैन। म कुनै शिक्षक वर्गका प्रति म कटाक्ष बोल्न चाहन्छु, किनभने गुरु सदैव पूजनीय हुन्छ। नीतिले बाँध्न पर्छ सबैलाई। नीतिले बाँध्दै गइयो भने सबैजना बाँधिन करै लाग्छ। नीति पितुलो भयो भने चाहे जस्तो सुकै ज्ञानी गुरु किन नहोस्, नीति नै पितुलो छ भने केही लाग्दैन। त्यसकारण नीतिले बाँध्नु पर्छ शिक्षालाई। म विनम्रतापूर्वक भन्न चाहन्छु, तपाईँ हामीले भर्खरै मात्रै संविधान सभाको दोस्रो संस्करण सम्पन्न गरेका छौँ। संविधान सभाको दोस्रो संस्करण सम्पन्न हुँदै गर्दाखेरि हामी मैदानमा धेरै साथीहरू उत्रिएका थियौँ। विभिन्न पार्टीको नाम धारण गरेर हामीहरू उत्रिएका थियौँ। चुनाव सम्पन्न भयो। म जुनसुकै पार्टीबाट जितेको किन नहुँ, आज म यो क्षेत्रको प्रतिनिधिको रूपमा म तपाईँहरूको अगाडि उभिएको छु। बेशक म नेपाली कांग्रेसको कार्यकर्ता हुँ। बेशक मलाई नेपाली कांग्रेसका साथीहरूले, शुभचिन्तक साथीहरूले, कम्तीमा पनि यो क्षेत्रको उन्नति र प्रगति चाहने साथीहरूले मलाई जिताएर पठाउनु भएको छ। मैले जितिसकेर यो ठाउँमा आउँदै गर्दाखेरि म यो क्षेत्रको प्रतिनिधि बनेर आएको छु। मेरो मनमा कांग्रेस या एमाले या राप्रपा या माओवादी या कुनै जातीय पार्टी भनेर विभाजित छैन। मेरो मन सबैको निम्ति छ। म सबैको प्रतिनिधिको रूपमा, सबैको सभासदको रूपमा म यहाँनिर उभिएको छु। त्यसकारण हामी सबैका भाइ बहिनीहरूको भविष्य उज्जवल बनाउने नीति निर्माण गर्नका निम्ति हामीहरू कम्बर कसेर लागेका छौँ। त्यतिखेर पनि हामीले भनेका थियौँ, जातीय द्वन्द्व मेटिने, पहिचान भेटिने, बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान हामी निर्माण गर्छौं भनेर हामीले भनेका थियौँ। त्यो कुराबाट मैले कति पनि पछाडि फर्किएको छैन। हामीले संविधान निर्माण गर्दै गर्दाखेरि यो कुरालाई त हामी सम्बोधन गर्छौं नै, संविधान भित्रै यो शिक्षालाई पनि सम्बोधित गरिनुपर्छ भन्ने कुरामा पनि हाम्रा उमेरहरू जुर्मुराएर उठेको छ संविधान सभाभित्र।